अहिले त्यो शैतान कहाँ छ तपाईँलाई याद छ? शैतान कहाँ छ तपाईँलाई याद छ? भन्नु भन्नु शैतान कहाँ छ याद छ? हजुर तपाईँलाई यादै छैन? आउँथ्यो त इन्ट्रेस्टिङ छ। अब अहिले मैले भयो तपाईँ फेरि मन नदुखाउनु नि फेरि। शैतान चाहिँ अहिले चर्चको दैलोमा बसेको छ अरे, चर्चको दैलोमा। हेलो चर्च, यहाँ सुन्नुहोस् न, मलाई म जोक गरेको होइन नि त, जे हो र त्यही भनिदिएको। यहाँ चर्चको दैलोमा भूत रहेछ भनेको होइन फेरि। शैतान चाहिँ चर्चको दैलोमा छ अरे अहिले। मैले एउटा भूत लागेको बहिनीलाई डाँड्दै थिएँ, अनि त्यो भूतसँग म बोल्दै थिएँ, कहाँ छस्, किन आइस, किन सेला मार्न चाहन्छस्? अनि त्यो भूतले के भने छ, लुसिफरले आज मलाई यसलाई मारिसक्नु भनेको छ, लुसिफरले यसलाई मलाई मारिसक्नु भनेको छ। अनि मैले सोधेँ किन चाहिँ, कहाँबाट पसिस? चर्चको दैलोमा चाहिँ मेरो ड्युटी घटाएको थियो। आहा, छक्कै पऱ्यो नि म त। लुसिफरले भूत आत्माहरूलाई चाहिँ चर्चको दैलोमा ड्युटी घटाएको छ, चर्चको दैलोमा, चर्चको दैलोमा। अनि नि सुन्नुहोस्, आज चर्चमा आउँदाखेरि त को विचार बोकेर आएको हुन्छ नि मान्छे। अनि लुसिफरले भनेको छ अरे चर्चको दैलोमा बस्नु, चर्चभित्र पस्दै गर्दाखेरि नि ठुस्केर आएको, मन दुखेर आएको, गनगनिएर आएको हुन्छ नि, विचारमा बोल्नु भनेको छ नि। अनि त्यो छोरीलाई नि बिहान नि आमाले छिटो जा चर्च, ढिलो भइसक्यो भनेर गाली गरेको रहेछ नि त। अनि गनगनिँदै आएको गर्दै आएछ, गर्दै आएको बेला त टक्क चर्चको दैलोमा त भूतले टक्क भेट्यो नि। त्यो भूतले के भन्छ याद छ, त्यो किस्केर आमाले तँलाई माया गर्दैन, चर्चमा पनि अब तँसँग पैसाहरू बोल्दैन, तँलाई माया गर्ने त पहिला तेरो बोयफ्रेन्ड तेरो सम्झिँदा बाहिर जाँदा टोइलेटमा त्यसलाई फोन गर्दा त्यसले पो तँलाई माया गर्छ भनेको अरे। भूतले भनेको कुरा भन्दैछ म तपाईँलाई, पत्याउनु भएन के मेरो मनमा छ, भिडियो देखाइदिन्छु लु, तपाईँले पत्याउनु भएन भने त भिडियो छ, मैले त भिडियो गर्छु आजकल, किनभने पत्याउँदा नि धेरै मान्छेले। त्यहाँदेखि टोइलेटमा गएर बोयफ्रेन्डलाई फोन गरेछ, ठिक्कै बोयफ्रेन्डले फोन उठायो। अब त्यो भूतको चाल छ नि त। त्यहाँदेखि बोयफ्रेन्डले बोलाएछ, गयो, त्यो राति होटलमा बस्यो, बेबिचार गरी पठायो। त्यहाँदेखि भूत आत्मा सट्टै बस्यो भूत। अनि लुसिफरले भने यसलाई छिटो मार। सुन्नुहोस् जवानहरू, शैतानले चाहिँ लुसिफरले चाहिँ जवानीहरूलाई छिटो मार्नु भनेको छ, किन उहाँको आगमन नजिक छ नि त। यीशु आउनुभन्दा अगाडि चाहिँ चर्चको जवानलाई मारिसक्नु भनेको छ। सुन्नुहोस्, शैतानको रणनीति जवान छोरा प्रार्थना नगर्नेहरू सुनिरहेका भनिरहँदा हुँदैन नि त, एक सेकेन्ड मात्रै भएन नि त, बसेर एक सेकेन्ड नि त। कुण्डको आगो र कष्ट चाहिँ एक सेसन होइन है, अनन्त अनन्तसम्मको हो। आज एक सेसनमा चाहिँ बरु जीवन आउँछ। आज बच्चालाई भइरहेको होला बुद्ध पनि त्यो सिजनको बेलामा, मकैको सिजनको बेलामा, मकैको सिजन पाउँदैन माथि, मकै त नि डढेको भन्नु कि तपाईँ डढाइन्छ मकै जस्तो डर लाग्दो, आफू पो मकै बनाउँछ शत्रुले, त्यही बुझ्नु, माथि आफू मकै हुनु भएन नि त। त्यो पनि अनन्तसम्मको लागि। राम्रो सुन्नुहोस्, शैतानले चाहिँ डरको कुण्डा आत्तिको साथी यीशु आउँदैछ भनेर, अनि लुसिफर चाहिँ सुतेको छैन अरे। लुसिफरले चाहिँ पुरा काम खटाकै, अनि नि त्यो नानीहरूलाई दिमागमा बोल्यो, त्यहाँदेखि भित्र निहाइ, पास्टर मैले आज बोल्नु जानेन, आज यस्तो भयो, यस्तो नभन्नु पर्थ्यो भित्र दिमागमा। सुन्नुहोस्, यो कसले गरेको? हामी डाँड्दैछौँ त्यसलाई, डाँड्दैछौँ कि त्यसलाई बोक्दैछौँ, डाँड्दैछौँ कि बोक्दैछौँ? चर्च डाक्ने ठाउँमा आइपुग्नुपर्छ। सुन्नुहोस्, यो मान्छेले आकारले नि त्यो पापलाई, नानीलाई चाहिँ विपत्तिले लिएर आयो। हाम्रो जीवन चाहिँ विपत्तिमा छिर्नु हुँदैन।